Hello guys, good morning. Next day, new video, new ठाउँ. हाय हाय जन्नतको शेयर गरौ भाइ साहब. यस्तो छ अवस्था हैन. राति पानी पर्यो. अहिले मौसम एकदम क्लियर भएको छ हैन. हो यता आगो बलिसकेको छ. केटाहरु पानी लिन गएका छन् उ त्यहाँ. यस्तो छ भ्यू चाहिँ मर्निङ भ्यू यताको जंगलतिर. ठीक छ. हाम्रो खाना चाहिँ यसरी बनिरहेको छ बिहानको खाना. यता चाहिँ हाम्रो यस्तो छ भ्यू. यताको पुरा बाहिर त्यो क्लाउडहरु बादल हैन यसरी घुमिरहेछ एक मुष्ट हामीहरुलाई छोप्नको लागि. एउटा फोटो पठाइदेऊ सानो क्या रमाइलो सिन छ. तिमीलाई छोडी अन्त कहाँ जानु. हिजोको जस्तै आज हामी खानपिन गरेर आफ्नो गन्तव्यतिर लागिसकेका छौं. बिस्तारै यहाँ चाहिँ कुनै दिनको भेडा राख्ने एउटा सानो तिनो छाप्रो थियो. अहिले चाहिँ छैन. र अर्को कुरा हामीलाई थाक धेरै लागिरहेको छ. र अर्को कुरा रमाइलो पनि धेरै नै छ. र अर्को कुरा यता फुलै फुल फुलिरहेको दृश्य हामीले देखिरहेका छौं. हाम्रो ब्रेकफास्ट एकदम अर्ग्यानिक कोदोको भन्न मिलेन. अब केही मिनटको बसाइपछि हामी फेरि पुनः आफ्नो गन्तव्यतिर लागिरहेका छौं. लेट्स गो. ए गिडीगोल जानुपर्छ. हामी यता पाटनतिर गयौँ त त्यसै बाटो आयो. अगाडि जङ्गल छ. भुर्चुला तली सिधै तली. भुर्चुला तली एक बाटो माथि डाँडै डाँड जान्छ. एक बाटो तलीबाट आउँछ त. गिडी द जाने गिडी द. त्यही बाटोबाट भेडीगोलतिर गएर अगाडि त्यो कालिकी थान भेटिन्छ रे. ए ल ल ल ओके. ल ल ओके ओके. ओ भाइ फिल्मको कहानीभित्र छिरे जस्तो महसुस भइरहेको यार. केटा तिमीहरूलाई हैन जङ्गलको भ्यू कस्तो लाग्यो क्या. बाप रे बाप. एकदम मजेदार. ओ मर्दे बारिश में नहीं भीग रहा है क्या. हम भाई जैकेट पहना हो ना इतना भाई. बाप रे बाप. यो क्या दामी देखिरहेको छ. यस्तो ठाउँमा छु. यस्तरी पानी आइरहेछ. यस्तो पानी आइरहेछ हैन. अहिले हिँडेको यहाँ पुरा 3 घन्टा हुन लाग्यो. जङ्गल पनि खतम हुन्न त यार. एउटा पौराणिक मन्दिर भेट्यो हैन. यो मन्दिरको नाम रहेछ कालिका. यहाँ पुगियो तर यहाँबाट जाना है किधर थाहै. एउटा छाप्रो भेट्यो.
यस्तो अवस्थामा छौँ हामी लास्टै पानी परिरहेछ बाहिर ओहो सानो छाप्रो भेटिएको थियो अघिदेखि यही छाप्रोमा बास हुन्छ आज अनि त्यसपछि चाहिँ पानी चाहिँ यहाँ कहीँ मिल्दैन फेरि छैन यहाँ कमल सिर्फ अब आकाशे पानी यो पानी झरो मन्दिर छ होइन सानो यो मन्दिर छ होइन यो मन्दिर सानो सानो टिनहरू छ यो टिनबाट जम्मा भएको पानीले खाएर आज हामी आजको रात आगो आगो यही बालु है भाइ आगो यहाँनिरै बालिदेऊ न चिप्काएर बाल्नु पऱ्यो लाइटले पेट्रोल यहाँ दाउरा गरिरहेछ अब यो पनि ओद्दिन झाटे गरेको त ओर्दिन के ओर्दिनले यार यो कहाँ यस्तो दिन्छ यो पुरा पौराणिक हो नि यार बल यार हाम्रो ज्येष्ठ नागरिक भएर पनि यसरी काम गर्नुहुन्छ त्यसको लागि साह्रै खुसी लाग्छ हामीलाई कठिन भइरहेको छ हामीलाई होइन गाइस है गाइस यस्तोमा आगो बाल्नलाई केही छैन कि पुरै भिजेछ अनि यो पनि त्यही पनि तलको त्यो दाउरालाई दुलो बनाइ निकालेर यहाँनिर आगो बल्छ हल्का फुल्का दाउरा लिने रहेछन् अहिले कति निकाल्नुपर्छ अहिले ताँ ग्यासमा थाहा हुन्छ बाबु ठुलो बल्छ भन्ने आशा गर्दैछु खुल्जा सिमसिम खुल्जा सिमसिम खुल्जा मौसम खुल्जा सिमसिम खुल्जा हामी कुडारीदेखि कहाँ जाने हो हामी यसो गिरिदहसम्म पुग्यौँ भन्ने हो कति टाढा होला यहाँ गिरी त छ भयङ्कर छ टाढा भोलि दिउँसो जानुहुन्छ अहिले पुगिन्छ छैन अहिले कहाँ गिरिदा पुग्यो पानी कति टाढा टाढो छैन ओरोपोरो गरी आधा यसो जानु ओह्रो लाग्छ होइन पर खर्को पात त्यो बाटो बाटोमै छ पानी त्यो बाटो नछोडी सिधै बाटोमै जानु जानुपर्छ यता जानु पर्छ गिरी यता गएर फेरि पर यता कालिका थान छ पर बाटो होइन कालिका थानाबाट अनि यस्तो जान्छ गिरी त्यहाँ तल धर्मशाला तिमीहरू कन्या गएर रहेछ तिमीहरू पत्ता लगाउन सक्दैन क्या तिमीहरू पत्ता लगाउनु गाह्रो होला तिमी गएकै रहन्छौ भनिदिनु न त्यही पनि अलिकति गया मान्छे हो नगया मान्छे गाह्रो होला अलिकति गएर सिधै जाने होइन फिटरले पनि माथि बाटो काटेन तल काटेन तल्ली छ धर्मशालाबाट जान्छ अस्ति जस्तै अस्ति अब मेला लागेको बेला गएका थिए नि जात्तुहरू हो त्यो बाटो हो जाने तैँले पुल लान खोल पुल लाँदा सर्टकट हुन्छ पहिला त माथि हाम्रोबाट जान्थ्यो गोलाबाट होइन अहिले पुल लगाएर तैँले यहाँबाट गिरी त जान टाइम कति लाग्छ टाइम त लाग्छ 5-6 घन्टा लाग्यो 5 घन्टा लागिन्छ यो बाटो जान्न यो बाटो जानु यो बाटो त गाडी जाने बाटो यहाँबाट अगाडि गएर एउटा थाना हुन्छ होइन कालिका थाना कालिका थाना तमान मान्छे फेला पड्डान क्या सिकेमा गइहाल्छ ए ल ओके कालिका थाना हुन्छ होइन अब खुको त मोड जाने भएपछि त्यो सिधै गरेर बल्ल लामछाड आउँछ लामछाडमा त माथि खुद ताँडो गरेर माथि डन्डामा त त्यो गिरी त जाने भने लेखेको छ क्या सनपेट लेखेको छ काटियान बाटो सनपेट पनि लेखेन कि सर लेखेन त ठिक छ त्यो सनपेट लेखे पनि मालिका जाने मालिका भने कहाँ यहाँ यो मालिका थान माथि गातो माथि छ मालिका जो आउन नि माथि डाँडै छ गात सिधै माथि जानु सिधै डाँडै आधा घन्टा लाग्छ आधा घन्टा लाग्छ नि एउटा जानु उताबाट नै आउँछ होला उताबाट पनि आउँछ नि चिया हाम्रो रेडी भइसकेको छ होइन त्यस्तै बारिसको पानीले जम्मा गरेर हाम्रो मेघको पानीले जम्मा गरेर यो चिया पनि रेडी भयो बिस्किट ल्याइस् बाबु बिस्किट अब यसो चिया नास्ता हुन्छ यहीँ बस्ने भन्ने निर्णय थियो तर अब एक्कासी चेन्ज हुन गइरहेको छ हेरौँ कहाँ हुन्छ यता गएर गाँदा माथि यति धेरै पहाडमा आएर पनि हामीले पुरा दुध चिया खाइरहेछौँ कि या केही समयको पर्खाएर बसाएपछि बारिस पनि रोकियो मौसम बिस्तारै खुल्दैछ हामी आफ्नो गन्तव्यतिर भुल्दैछौँ फाइनली गाइज
सजा दूंगा मैं तेरे लिए जाने कहाँ हो तिमीहरू पहिला हामी गिडी त गिरिजा जानेपछि यस्तो जानुपर्छ त्यही डाँडाबाट गएर त्यो डाँडाबाट पुरी नेटो छ डाँडा पारे उभो जान्छ बाटो पर काँडामै भेडा छ अरे त्यहीबाट यहाँबाट 5 किलोमिटर छ बराबरको वहाँ जानको लागि ढुङ्गाघाट त्यहाँबाट 5 किलोमिटर 10 किलोमिटर छ। यहाँ पानी कहाँ छ पानी पानी त परै धेरै छ पानी कहाँ पर भन्नाले पर खोला खोला छ यहाँ चाहिँ तल खोला धेरै लामो देखिएन लामो चौर हिँडेपछि हामी यहाँसम्म पुग्यौँ लामा चौर के सानिका सम्म 5 किमी अरे अब देखो ना गाइस अब हमारा पानी भी नहीं मिल रहा है और लकड़ी भी नहीं मिल रहा है क्या करेंगे अब त्यही त अनि मैले चाहिँ टेन्ट पनि लगाइसकेँ एक्लै केटाहरू पानी ल्याउन गएका छन् अहिलेसम्म आएको छैनन् होइन दिस नजारे यार यो सिन ओ गॉड भेडाको बथान राति भइसक्यो तर पनि यति बवाल छ क्या भ्यू गड गाह्रो छ होइन भेडा चराउन गाह्रो पाटनमा गाह्रो हुन त पानी आउला के भयो त तातिकै बिचमा पानी आयो र भन्दिन आज पानी तात्ति नै घन्टा लाग्ला जस्तो छ यार पहाडको पानी हो भाइ आज यस्तो ठाउँमा बसियो सिधै डाँडो पानीमा हावा लागिरहेको छ यार आगोको भरै छैन जिन्दगी पूर्व तयारी भएन भने गाइज मरिन भेट छैन तर अब आगो चाहिँ बल्छ चिसो यति छ कि आज चिसो यति छ कि माछा रातै पुरै हालत खराब भइसक्यो चिसो केटाहरूको सकल खराब भइसकेको छ थ्याङ्क यू गाइज आजको भिडियो यति नै नेक्स्ट भिडियो नेक्स्ट डे हाम्रो सफर जारी नै छ हेरौँ है त अर्को भिडियो पनि